नमस्कार यहाँ सम्पूर्णमा वेलकम ब्याक टु माई फरेस्ट्री साइन्स युट्युब च्यानल। र म झापा आइपुगेको छु र अहिले तत्काल चाहिँ म इलाममा छु। अहिले हामी मेरो मम्मी र म चाहिँ गजलमुखी धाम देवीको दर्शन गर्न आइपुगेको छु। र सानैमा चाहिँ मेरो भाकल थियो अरे म नजन्मिनुभन्दा अगाडि नै मेरो यहाँ भाकल गरिएको रहेछ। र त्यो भाकल बुझाउन मलाई लिएर आउनु भएको छ मेरो मम्मीले। र एकदम राम्रो लागेको छ। देवी माताको दर्शन गरियो। यहाँनिर चाहिँ के छ अरे भन्दाखेरि कुनै पनि चाहना राख्यो भने चाहिँ देवी माताले त्यो चाहनाको इच्छालाई पुरा गरिदिनुहुन्छ भन्ने एउटा जनमानसमा एउटा विश्वास पनि रहेको रहेछ। र यहाँनिर लोकल मान्छेहरूसँग स्थानीय मान्छेहरूसँग कुराकानी गर्दा पनि त्यो कुरा थाहा पाएँ। र तपाईँहरूको पनि केही एउटा इच्छा चाहना छ भने तपाईँहरू पनि यहाँ आएर आफ्नो इच्छा चाहनालाई देवी माता समक्ष चाहिँ माग्न सक्नुहुन्छ र उहाँले पुरा गरिदिनुहुन्छ भन्ने विश्वास मलाई पनि लाग्छ र धेरै जसो मानिसलाई पनि लागेको छ। र अहिले म हाल चाहिँ यहाँनिर देउमाई खोलामा रहेको छु र यहाँनिरको खोलाको अवस्था चाहिँ अलिकति अझै ठुलो बाढी आयो भने चाहिँ कटान लाग्न सक्ने चाहिँ अवस्था देखेको रहेछ। र थप हानि हुन नदिनको लागि चाहिँ यहाँनिर तत्काल इम्ब्याङ्कमेन्टहरू तटबन्धनहरू लगाउने अवस्था देखियो। र यहाँनिर तपाईँहरू पनि इलाम घुम्न चाहनुहुन्छ आउनुहुन्छ भने तपाईँ पनि गजलमुखी धामको दर्शन गर्नुहोला। हस् त, धन्यवाद।